ल आज हामी लुम्बिनी प्यालेस रिसोर्टमा आइपुगेका छौँ। आज हाम्रो परिवारहरू सबै आमा, मेरा भाइ बुहारी, मेरा छोरा छोरी, भतिजी सबै छन्। आज हाम्रो प्रोग्राम भनेको लुम्बिनी के प्यालेस अरे लुम्बिनी प्यालेस रिसोर्ट घुम्ने कार्यक्रम छ। ल यहाँ के छ हामीहरूले अब देखाउँछौँ है त। ल गाइस, ल राम्रो भ्लग गर है, यसलाई एडिट गर राम्रो। लगभग हामी अब गेटमा आइसकेका छौँ। यो मुख्य प्रवेशद्वार छ भने यतातिर पार्किङ रहेछ, यतातिर पार्किङ रहेछ है, यतातिर पोखरी रहेछ ताल, जहाँ मजाका माछाहरू खान पाइँदो रहेछन् है त। दसैँको पिङ राम्रो पार्कहरू, एकदमै सुन्दर पार्क। एकदमै सुन्दर दृश्य रहेछ यहाँको, मनमोहक दृश्य। पहिलोचोटि आइयो, रमाइलो लागिरहेछ है त। हाम्रो टिम यतातिर सुजिन्डन रुम रहेछ, पानी तान्ने रुम होला सायद। अब हामी लगभग तालतिर आइसकेका छौँ। एकदम सुन्दर ताल जहाँ डुङ्गाहरू बोटिङ गर्न पनि पाइने रहेछ है, एकदमै रमाइलो रहेछ। बोटिङ गर्न पनि सायद छुट्टै पैसा तिर्नुपर्ने होला सायद। आहा, कति राम्रो ताल रहेछ है। स्पिड पनि एकदमै स्पिड हुने रहेछ है। मनमोहक दृश्य। हाम्रो टोलीले अब फोटो पनि खिच्न लागिसके। मेरो बुन्डु छोरो आयो भनिदेऊ, आयो बुन्डु छोरो। यहाँ कपाल मिलाउँदैछन् ठुली छोरी, मेरो सानो छोरी, मेरो काली छोरी हो। ल सबैले हेर्नुहोस्, मेरो कालो छोरी हो आएको अवस्था। ल अब हाम्रो टोलीहरू लगभग फोटो खिच्नमा व्यस्त भइसकेपछि अब यो रमणीय दृश्यको अवलोकन गर्न हिँडिरहेको छ। हाम्रो टोलीहरू अगाडि बढिरहेको अवस्था छ, अगाडि बढिरहेको छ। मेरा टोलीहरू सबै यहाँ खाजा खान पनि पाइँदो रहेछ, मिठो खाजा खान पाइँदो रहेछ। धेरै समय घुमिसकेपछि अब हामी थकान अवस्थामा पुगिसकेको छौँ। अब लगभग अब खाजा खाने बेला भइसकेको छ। खाजा खाने तर्फमा हामी छौँ है त। अहिले सबै हामी खाजा खाने तर्फमा छौँ। मेरी माइली बुहारी, तर तपाईँहरूले टिकटकमा देखेको जस्तो माइली बुहारी होइन है, मासु पकाउँदै खाने माइली बुहारी। मेरो माइली बुहारीले त मासु चाहिँ नरुचाउने, मेरो साइली बुहारी। मासु भनेपछि मेरो माइली बुहारीले साइड लगाइहाल्छन्, रुचाउँदै रुचाउँदैनन्। रुचा पनि हड्डी हो। मेरो काली छोरी हो यो, मेरो सानो काली छोरी।
मेरो काले छोरा यो बर्थडे छोरा आयो म त गोरी छु भन न मेरो काले केटा आयो मेरो काले केटा आइ बन्ती गरिदेऊ मेरो काले केटा हो यहाँ राम्रो व्यवस्था हुँदैछ यस्तो माथि बसेर खाना पाइनु रहेछ है साथीहरू तपाईँहरू पनि आउनु होला यो रिसोर्टमा मजाले खानु होला रमाइलो गर्नु होला है पहिलोचोटि कहिले आउनु भएछ बाबु साइलबा तिमी पहिलोचोटि आएको यहाँ फर्स्ट टाइम हो म चाहिँ पहिलोचोटि अनि हाम्रो सुदिना कहिले पहिलोचोटि कि दोस्रोचोटि हो ए तिमी फेरि फर्स्ट टाइम हो ल ल ल खाजा खानको लागि अब लब त्यहाँ बस्ने ठाउँ अलि मिलेन यतातिर सर्यो आइरिस बारतिर आइरिस हो कि के बार हो कि तिहारको यो पनि रहेछ के छ खाजा 12 जनालाई मिल्ने ठाउँ ल मेरो टोली आइसकेका छन् है खाजा खानको लागि एकदम तयार भएर मेरो टोलीहरू आइसकेका छन् ल छिरा सरे जाऊ छिरा मोटोली सुदिन देऊ साथी सेता आउँदा मिल्छ ल जनक पल्लो मजा साइलो टोली यो मेरो कान्छो आमा टोली आमा र कान्छो भाइ टोली यो चाहिँ मेरो माइलो भाइ टोली यो चाहिँ हामी टोली फ्रेन्च फ्राई खाँदैछ मेरो दुईवटा कालकटाहरूले कालीकेटीहरूले खान्छ त्यहाँ उता कालीकेटीले खान्छ मेरो कान्छी छोरीले यो मेरो कालीकेटी हो ऊ यतापट्टि छ मेरो जेठी छोरी जेठी काली छोरी सदिस मोमो खाँदा सदिस मुन्नी छोराले मोमो खान जान्ने हाम्रो फिस पनि आइसकेको छ हाम्रो फाइनल्ली फिस फिसको गोल खाने है त सलाद ल्याउँ ल अब खाजा खाने कार्यक्रम पनि सकियो अब यस पश्चात हामी अब हिँड्ने कार्यक्रम छ अब हिँड्ने दाम तिर्ने हिँड्ने कार्यक्रम सुरु भयो जनक हाया गर्दै नि त जनकलाई पिलो आएको छ त्यही भएर अलिकति हिँड्न मिलेको छैन अष्ट भइरहेछ सरिसालाई त्यहाँ खोकी लगाइरहेछ ज्वरो आइरहेछ सरिसा र अझै त्यहाँ गफ गर्दै अब हामी काउन्टरमा दाम तिर्ने तर्फ गर्दै अब हामी खाएर निस्केको अवस्था ओहो बाहिरको अवस्था त एकदम गर्मी भित्र एसी भएर चिसो यहाँ त एकदमै गर्मी आमा पनि निस्किनु भयो मेरी छोरी मेरी धर्मपत्नी पनि निस्किँदै खाजा खाएर घमाइलो एकदमै गर्मी
गर्मी छ गर्मी भन्दा गर्मी न्यानो छ ल हामी अब फर्किने तयारीमा छौँ मेरो भान्डाङ मुन्डुङहरू यहाँ छन् मेरो भान्डाङ मुन्डुङहरूले यहाँ रमाइलो गरिरहेका छन् मेरो भान्डाङ मुन्डुङहरू भान्डाङ नम्बर 2 भान्डाङ नम्बर 3 भान्डाङ नम्बर 4 भान्डाङ नम्बर 1 यहाँ छ है अहिले अब हाम्रो यो आजको सानो ट्रिप कम्प्लिट भइसकेको छ अब हामी गाडी चढ्न लागिसकेको छौँ है त हाम्रो टोली यो गाडीमा चढ्यो अर्को टोली यतातिर छन् हेलो अब हामी फर्किनु लाग्यौँ ल हेलो अब आजको हाम्रो ट्रिप सकियो अब हामी फेरि बुटोल फर्किँदैछौँ लुम्बिनी के अरे के प्यालेस अरे रिसोर्ट प्यालेस रिसोर्ट हो कि के हो अब नाम भन्न पनि आउनु आफूलाई त बाई बाई केटाकेटीहरू सबै चढिसक्यो गाडीमा अब हाम्रो अर्को गाडी निस्किसक्यो ल फाइनली हाम्रो आजको ब्लग चाहिँ सकिएको मैले जानकारी दिन चाहन्छु अहिलेसम्म सबैले हेरिदिने हुनेहरूलाई सबैलाई धेरै धेरै माया छ धेरै धेरै धन्यवाद छ आगामी दिनहरूमा पनि यस्तै ब्लग्सहरू ल्याउने कोसिस गर्नेछौँ राम्रो नराम्रो जस्तो भए पनि राम्रोसँग हेरिदिनु होला प्रतिक्रिया दिनु होला हस्त नमस्ते बाई बाई